हाई गाइज वेलकम टु साउदी। नमस्ते सबैजनालाई सन्चै होला नि तपाईँहरू होइन गाइज होइन गर्मी चाहिँ लास्ट चाहिँ हो कि होइन अहिले साउदीमा मान्छेको त्यत्तिकै टाउको चाहिँ खुलित चाहिँ जाने होइन रहेछ कि साउदीमा होइन यस्तो गर्मी छ अनि टाउको त खुलित त्यत्तिकै गइहाल्छ नि होइन टाउको मात्र खुलित होइन मान्छे यहाँ गर्मीले के हुन्छ होइन भर्खर त स्टार्ट हुँदैछ अझै झन् कति बढ्ने हो गर्मी चाहिँ कडक छ कि होइन कपालै त्यत्तिकै साउदी मान्छेहरूको टाउको चाहिँ खुलित त जाने चाहिँ होइन रहेछ होइन यस्तो गर्मीले त केले नजानु होइन टाउको मात्र खुलित होइन मान्छे पनि के हुन्छ होइन आसो गर्मी चाहिँ के हो गर्मी चाहिँ होइन धेरै कि अझै बढ्दै जान्छ होइन झन् बढ्दै गएपछि तपाईँ हावापानी तातो भयो भने त्यस्तै होइन यतिकै चाहिँ टाउको खुली त जाने थियो होइन कि साउदीमा होइन गर्मी यस्तो छ हिँड्दा मेरो चप्पलै यहाँ सकिन लागिसक्यो यहाँ 10-15 मिनट हिँड्दाखेरि होइन तातोले मान्छेको कपाल झर्ने अनि बिमारी के नहुने होइन यस्तो गर्मी हुँदा बाहिर हिँड्दाखेरि रुममा त 24 घन्टा होइन एसी चाल गर्नुपर्छ अनि त्यति अब यो बाहिर देशमा मान्छे मर्ने होइन अब बिमारी हुने कारण त यो त हो नि होइन यस्तो गर्मी हुन्छ होइन टक्क अब रुममा जाने बित्तिकै चिसो एसी खोलेर ड्याङ्गरङ्ग सुतिहाल्छ त्यहाँदेखि पो मान्छे बिमारी हुन्छ होइन मान्छे मर्ने अनि त्यहाँदेखि तपाईँको बिमारी हुने कारण त्यही हो कि यस्तो गर्मी हिँडेपछि चाहिँ रुममा गएर डाइरेक्ट एसीमा चाहिँ बस्नु हुँदैन गाई चाहिँ होइन एकछिन चाहिँ बिना एसीमै आराम गर्नुपर्छ अनि मात्र गएर एसीमा बस्नुपर्छ टक्क फ्रेस भएर अब डाइरेक्ट यस्तो गर्मी हिँडेर अब नुहाउने कुरा पनि भएन होइन त्यसले पनि गाह्रो हुन्छ एकछिन आराम गर्ने अनि मात्र नुहाउने गाई चाहिँ अब म त्यही गर्छु हस् त बाई अर्को भिडियोमा भेटौँला।